श्रीमान केन्द्रीय अध्यक्षज्यू राष्ट्रिय प्रजातन्त्र पार्टी चुप लाग्दै दिएको श्रीमान केन्द्रीय अध्यक्षज्यू राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा केन्द्रीय कार्यालय काठमाडौँ विशेष समानुपातिक सूचीमा देखिएको अवसरवाद सच्याइदिने सम्बन्धमा आदरणीय अध्यक्षज्यू समानुपातिक प्रतिनिधित्व व्यवस्था नेपालको संविधानले अल्पसंख्यक पिछडिएका उत्पीडित तथा विपन्न वर्ग समुदायको राजनीतिक सहभागिता सुनिश्चित गर्नका लागि व्यवस्था गरेको प्रणाली हो। तर हाल राप्रपाले सार्वजनिक गरेको समानुपातिक उम्मेद्वार सूचीले उक्त संवैधानिक मर्म र पार्टीको मूल आदर्शमाथि गम्भीर प्रश्न उठाएको छ। पार्टीमा लामो समयदेखि योगदान दिँदै आएका तमाम दाजुभाइ तथा महिला दिदीबहिनीहरू तथा विपन्न र संघर्षशील महिलामाथि गरिएको गम्भीर अन्याय हो। यस्तो प्रवृत्तिले पार्टीको नैतिकता सिद्धान्त र जनविश्वासलाई कमजोर बनाउने कार्य गर्दछ। कुन आधारमा समानुपातिक छनौट भएको हो र हामी के आधारमा पर्न सकेनौं? अत समानुपातिक सूचीमा देखिएको अवसरवादी निर्णय तत्काल सच्याइयोस्। परिवारवादलाई प्रोत्साहन गर्ने सबै निर्णयहरू खारिज गरियोस्। पार्टीमा निरन्तर योगदान दिएका संघर्षशील योग्य र वास्तविक अल्पसंख्यक तथा विपन्न वर्गका महिला तथा समुदायलाई न्यायोचित अवसर प्रदान गरियोस्। पार्टीभित्र आन्तरिक लोकतन्त्र त्याग र योगदानको सम्मान हुने स्पष्ट मापदण्ड लागू गरियोस्। राप्रपा अवसरवाद र परिवारवादबाट मुक्त भई सिद्धान्तनिष्ठ जनमुखी र भरोसायोग्य राजनीतिक शक्ति बन्नु आजको आवश्यकता हो। यस विषयमा अध्यक्षज्यूको गम्भीर ध्यानकर्षण गराउँदै शीघ्र सुधारात्मक निर्णयको अपेक्षा गर्दछौं। अत माग सम्बोधन नभएमा अनसन बस्न बाध्य हुनेछौं। परिवारवाद भन्नुभयो नि